तपाई सांसद बन्नुभयो भने कुन कानून बनाउन वा संशोधन गर्न चाहनुहुन्छ? नेपालको संविधानले बनाउनु पर्ने कानुनहरू स्पष्ट रूपमा चाहिँ छुट्याएको छ र ती कानुनहरू छिटोभन्दा छिटो बनाउनु पर्ने अहिलेको आवश्यकता भएको हुनाले त्यो कानुन बनाउनेमा मेरो पहिलो प्राथमिकता हुन्छ भने भइसकेका कानुनहरू जुन जनताको हितमा छैन अथवा संशोधन गर्ने समय आएको छ ती कानुनहरूलाई संशोधन गर्ने मेरो काम हुन्छ। यो भ्रष्टाचार विरुद्धको निर्मम कानुन चाहिँ बनाउनलाई र भएकै कानुनलाई चाहिँ अझै बढी कडा बनाउनको लागि चाहिँ मेरो विशेष पहल चाहिँ हुनेछ। मलाई चाहिँ एकदम सांस्कृतिक ठाउँको भएकोले गर्दा संस्कृति सम्बन्धी कानुन मूर्त सम्पदाहरूको पनि एउटा राम्रो मापदण्ड बन्नुपर्छ। अहिलेको जसरी हुँदैन, स्थानीयले मात्र सम्पदा बचाएर सक्दैन, राज्यले दायित्व लिनुपर्छ। दोस्रो भनेको मलाई पर्यावरणको कानुनमा काम गर्न मन छ। क्लाइमेट चेन्जदेखि लिएर होइन पोल्युसनका कुराहरू यो भएकोले गर्दा मेनली यो दुईटा र यो दुईटालाई ओभरभ्यू गर्ने चाहिँ सुशासन सम्बन्धी कानुनमा चाहिँ मलाई काम गर्न मन छ। सर्वप्रथम त म पुनर्निर्वाचनको लागि गइराखेको छु। अघिल्लो संसदमा शिक्षासँग सम्बन्धित विधेयक अन्तिम अवस्थामा पुगेको थियो। म लामो समयदेखि सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भन्ने अभियानमा हिँडेको भएर शिक्षा विधेयक चाहिँ मेरो पहिलो प्राथमिकतामा हुनेछ। मैले 32 महिना संसदीय अभ्यासमा काम गरिसकेको छु। उद्योग वाणिज्य उपभोक्ता हित र श्रम समितिमा रहेर काम गर्दै गर्दा दुईटा कानुन बनाइसकेको छ, ई कमर्स बिल र त्यसपछि अर्को हामीले आयात निर्यातको बिल चाहिँ ती समितिबाट बनाएको छ भने धेरैवटा कानुनमा झन्डै 28-30वटा कानुनमा हामीले संशोधनसहित काम गरिएको छ। म संसदमा पुगे भनेदेखि पहिलो कानुन सुशासनको लागि विसल ब्लोअर पोलिसी यानि मुखबिर नीति बनाउन चाहन्छु, जसले चाहिँ कर्मठ कर्मचारी लगायत आम नागरिकहरू जो चाहिँ अनियमितताको विरुद्ध बोल्नुहुन्छ उहाँहरूलाई संरक्षण प्रोटेक्ट केयर गरोस्। यसमा चाहिँ राज्यमा चाहिँ अहिले चाहिँ उठेको इस्यु भनेको भ्रष्टाचार हो। त्यो भ्रष्टाचार जन्ने हरकत गर्ने व्यक्तिलाई चाहिँ निर्मम तरिकाले कानुनी दायरामा ल्याउनको लागि जघन्य अपराध सोचेर कम्तीमा 20 वर्ष चाहिँ सजाय जेल सजाय हुने गरी कानुन ल्याउनु पर्छ भन्ने मैले सोचेको छु।